हाम्रो हिमाली प्रदेश, हाम्रो हिमाली देश, हिमाल हाम्रो धुरी छ, तराई हाम्रो जग छ र 14 अञ्चलका 14वटा आँखा छन्, 75 जिल्लाका 75 कोठा छन्। 75 कोठामा बस्ने हामी 1.5 करोड़ अथवा 1.25 करोड़ जति नेपाली छौं र विश्वमा बसेका 85 करोड़ हिन्दू जाति छन् र विश्वमा बसेका 3 अरब भन्दा बढी बौद्धहरू छन्। बुद्ध भगवान नेपाली, नेपालको सपूत एक भगवान बुद्ध। भगवान बुद्धले लुम्बिनी अञ्चलमा लुम्बिनी ग्राममा जन्म लिएको, शाक्य वंशमा गौतम गोत्रमा, गौतम गोत्र र शाक्य वंश अहिन्दू होइन, अनेपाली होइन, अनार्य होइन, बाहिरको विदेशी होइन, विजाति होइन। त्यस्तै जस्तो एकातिर जनक छ, उतातिर विश्वको शान्तिको अग्रदूत बुद्ध भगवान दायाँतिर छ। जनक र बुद्धले यी दुईटाले शान्ति र सन्देश, अध्यात्मवादको सन्देश दिने यस देशमा हामी आपसमा लड्छौं, मर्छौं, काटिन्छौं, बाँचिन्छौं र एउटाले अर्कालाई मुर्दाबाद, एउटाले अर्काको पुतला जलाउने, एउटाले अर्काको लास जलाउने, एउटाले अर्कामाथि फलाने हात चलाउने, एउटाले अर्कामाथि दमन चक्र चलाउने, एउटाले अर्कालाई जिते भनेर घमण्ड गर्ने, एउटाले अर्कालाई च्यालेन्ज दिने, एउटाले अर्कालाई कुनै घमण्ड गरेर होच्याउन खोज्ने, थिचो मिचो गर्न खोज्ने, यो अज्ञान कहाँबाट आयो? यो कसले दियो? कुन फटाले सिकायो? यस्ता किसिमका फटाले हामीहरूले अहिले पनि चिन्न सकेका छैनौं। बाहिरबाट आएका फटाहाले, बाहिरबाट आएका कुनै पनि फुट डालो राज गरौ भन्ने कुनै पनि फटाहा तत्त्वले हामी घरका भाइलाई, घरका परिवारलाई, घरका जहानलाई फटाएर चक्राचुर पारेर यदि कसैले आफ्नो दलाली गर्छ भने, दलाली गर्न खोज्छ भने, आफ्नो दमन चक्र चलाउन खोज्छ भने हामीले चिन्नुपर्छ, हामीले जान्नुपर्छ। 2-4 कौडीका भरमा, 2-4 खोस्टाका भरमा, 2-4 कपका भरमा, 2-4 प्रलोभनका भरमा हामीले आफ्नो देश बिर्सनुहुन्न, जाति बिर्सनुहुन्न, धर्म बिर्सनुहुन्न, आफ्नो परिवार बिर्सनुहुन्न र आफ्नो कर्तव्य बिर्सनुहुन्न, आफ्नो एकता बिर्सनुहुन्न।